पोखरा महानगर क्षेत्रको फोहोर पानी तथा ढल व्यवस्थापन सम्बन्धी गुरु योजना तयार भएको छ। पोखरा महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग, जाइका एचओ इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एनजेएस कम्पनी लिमिटेड, जापानको प्राविधिक सहयोगमा उक्त गुरु योजना तयार भएको हो। पोखरा महानगरपालिका 4 वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधन मार्फत पुनः प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरु योजना उल्लेख छ। महानगरको पश्चिम क्षेत्र, मुख्य शहरी भाग, हेम्जा क्षेत्र र पूर्वी भागमा फोहोर पानी प्रशोधन केन्द्रहरू स्थापना गरिनेछन्। यी केन्द्रहरू मार्फत प्रतिदिन 1,34,000 घनमिटर पानी प्रशोधन हुनेछ। गुरु योजना अनुसार 1,17,79,80,00,000 कुल लागत अनुमान गरिएको यो परियोजनाको पहिलो चरणमा पश्चिम क्षेत्रको प्लान्ट निर्माण गर्न 11 अरब रुपैयाँ खर्च हुनेछ।